घरबाट कसैलाई केही नभनिकन आउनु भएको अरे थाहा छैन कसैलाई ए त फोटो खिचेर होइन भन्नु न थाहा छ कि छैन थाहा छैन दाइहरुलाई थाहा छैन कसैलाई थाहा छैन भागेर लुकेर आउनु के हो लुकेर आएको म किन मलाई गाई धुनलाई आइ ढुके कि अनि रिसाले भागेको रिसाले नि भाग्नु भएको गाई दिनु पर्छ भनेर त यहाँ फोटो खिचेर पठाउनु आलिस होला कि तैँले कुनै खान्छस् नि फेरि कसलाई यहाँ फोटो खिचेर माइलालाई पठाउन आँटिस् तैँले नम्बरै छैन मसँग छैन थियो हो त फोटो यसले जाल गर्दैछ है फोटो खिच्दैछ फोटो होइन नि के त अब यो भनेको एउटा ठुलो चिज हो कि तपाईँ नहुँदा पनि यो हुने चिज हो कि यसले मेरो वरिपरि नाटक हो कान्छी हो बुझ्नुभयो फोटो खिचेर उता पठाइदिन आँटो अनि यसले खत्तम गरेन पठाउँदिन ल आउनु अब खाना खाऊँ ल ल ल खिच्न त मैले त अघिदेखि खिचिरहेको छु नि तपाईँलाई अब के फेसबुकमा हालेर पठाइदिउँ उता खान्छस् नि कहाँ पानी सुक्यो यो फेरि यहाँ पानी मोटर ट्याङ्की भरियो नि एकचोटि जेठाको छोरो चाहिँ झुकिन्छ किन मसँग दाइलाई आउँछु भनेको थियो र थाहा त छैन मेरो यहाँ आएको कि फस पुरै नगर्नु आएको छैन किन थाहा छैन दिदीले हिजो अस्ति नै भनिसकिन् नि कान्छी दिदीले ए कान्छीले भने भाग्यमानी हुनु किन फोन नउठाएको किन कहाँ गएको थिइस् सन्चै हुनुहुन्छ नि सन्चै छु भर्खर उठेको कि के हो फोटो खिच्दैछस् त के छ